कोरियामा आई रोजगार गर्ने क्रममा यहाँ नेपाली दाइ हुनुहुन्छ कि भाइ हुनुहुन्छ? हेलो भाइ हो कि दाइ हो? के छ हौ खबर? भाइ नै होला सायद। अब उनीहरू त ठ्याक्कै भन्न सकेन के हुनु दाजु। यसो एउटालाई भनेछु ल यो के साग होइन यो एल्मो भन्छ नि यसलाई? त्यसलाई कोरियामा चाहिँ हेल्मो भन्छ, नेपालीमा चाहिँ मुलाको साग, नेपालमा चाहिँ यो खाने चलन छैन। यहाँ चाहिँ यो चिज हो फेरि तपाईँको, यो एकदमै धेरै चिज हो। उहाँ पनि भयो जस्तो लाग्यो। उहाँ नेपाली हो कि कहाँको हो तपाईँ? हेलो अनुनारा हो? अनुनारा अनुनारा kemudian ya ki kemudian saram mana adinara yo anunara Na Cambodia kemudian irumo yo Bunchat yo Bunchat lagi hanmeng isa tunggu adi anunara Cambodia irum Muntan yo Muntan lagi 한국 왔 좋아? 안 좋아. 왜 안 좋아? 일 많아? 돈도 많아? 돈 많아 아니? 돈 많아 하지만 ल हेर्नुहोस् है साग बाँध्दैछ। यो जोख्ने कुरा यसले 5 किलोसम्म तौलिन सक्छ। हामीले बाँध्न पर्ने यो 800 ग्रामदेखि 900 ग्राम यो साग यहाँ नेपालीले बाँध्दैछन्। ल हेर्नुहोस् यो त ब्रिटिस लाउरे जस्तो छ। यहाँ आएर मुला बाँधिरहेको छ उहाँले। काम गर्दै छौ दाजु, यस्तै हो कोरियाको काम। हेर्नुहोस् 1 मिनेटमा 2 मुठा बाँध्नुपर्छ। ल हेर्नुहोस् अब तपाईँलाई यहाँ टाइम हेर्नुहोस्, तपाईँले कसरी बाँध्नु पर्दो रहेछ देखिहाल्नुहुन्छ। ढिलो गऱ्यो भने हुँदैन। यो मिनेटमा 2 मुठा 3 मुठा झारिरहनु पर्छ। ल हेर्नुहोस् तान्ने तरिका हेर्नुहोस् कसरी तान्नु पर्दो रहेछ। ल हेर्नुहोस् यो एकदम कोरियामा त के को भनिन्छ, नेपालीमा एकदम सफा गर्नेहरूलाई टक्क यो जरा मिलाउनु पर्छ। हेर्नुहोस् त्यही हो कोरियाको काम। हेलो अनुनारा अनुनारा नेपाल에서 왔어요. 나쁜 말 안 돼? 언제 왔어? नेपाल에서? 이 1년 넘었어. 한국 좋아? 한국? 좋아. 좋아? 잘해. नेपाल 사람. 나도 नेपाल 사람이요. 1년 넘었어. फेरि यस्तो गरेर कारबाही गर्ला फेरि मलाई कोरियाले यस्तो गरेर हेलो 잘해. 문찬. 잘해. 이 베비 분차 한국 왔어. 뚱뚱했어. 많이 뚱뚱했어. 문찬. 잘해. ल हेर्नुहोस् यो स्प्रिङ्कल पानी झार्ने हो। यो दिनमा चाहिँ छैन, यो 1500 गुठी 2000 सम्म चाहिँ बाँध्नुपर्छ तालपुरे एकजनाले। होइन भने प्राय जस्तो 1200-150 चाहिँ बाँध्नुपर्छ यो गुठी। त्यो ल हेर्नुहोस् तपाईँले बाँध्ने हेर्नु यहाँ ग्राम हुन्छ यो मुला हेर्नु तपाईँको जरा हेर्नुहोस् तपाईँले। ल हेर्नुहोस् जरा बराबर गरेर बाँध्नुपर्छ। अलिकति मिस्टेक भयो भने तपाईँलाई तौल गरेर पनि देखाइदिन्छु म तपाईँको तराजु। 800 ग्रामदेखि 900 ग्राम। ल हेर्नुहोस् उहाँले चाहिँ गुच्छी हाल्नुहुन्छ। कति जानुभयो उहाँ चाहिँ? हजुर म त गुच्छी हाल्ने हो। झ्याम्का झ्याम ताल पऱ्यो भने अब मान्छेले हालिन्छ। 3 मिनट हो पहन। अब मेरो कामको देखाउनु पर्यो न। ल अब मेरो काम यो बिजनीदेखि लिएर यो औषधि गर्नेदेखि लिएर जोत्नेदेखि लिएर सब हो। यो सब मुला छ। अब मेरो काम भनेको यो गाडी छ हो। यो गाडीमा लोड गर्नु। यो धोएर पानी देख्नुभयो यसमा पखालेर गाडीमा यसरी लोड गर्ने हो। 8वटा घरले उहाँ नै हुनुहुन्छ नेपालीहरू। एकजना उहाँ हुनुहुन्छ नेपाली, 2 जना हुनुहुन्छ। 2 जना चाहिँ बाँध्ने काम गर्नुहुन्छ। यो चाहिँ अब मैले धुने अब कहाँ राखेर देखाउँछु तपाईँलाई। त्यो धोएर पत्रिका लगाउनु पर्छ। फेरि धोएर पत्रिका लगाउने हो। धोएर पत्रिका लगाएर यो पक्षहरू त्यो घर अब धोएर यसलाई लोड गर्ने हो। 8वटा पत्रिका लगाउने हो। यो दुई घरले एक गाडी हाम्रो यो साउको गाडी। यो चोर डाँका हरामी गुन्डा यो कुकुरको